एसटिभी खबर हेरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई आज एउटा महत्त्वपूर्ण औजारको बारेमा जानकारी दिन चाहन्छु। यो जानकारी अत्यन्तै महत्त्वपूर्ण छ। यो हाम्रो पुरानो औजार हो। यो अहिले यो पुरानो औजार हो र यसलाई पहिला हामीले कोल भनेर चिन्थ्यौँ र अहिले हामी यसलाई एउटा नयाँ नामकरण दियौँ। यसलाई हामी पुरानो मिल पनि भन्न लागेका छौँ। र यो धेरै पहिले अब मान्छेहरूले मिल नहुँदाखेरि चाहिँ यो यही कोलमा हामीले तोरीको तेल पिलेर अब यसमा तेल निकाल्ने काम गर्थ्यौँ। चिउरोहरू अनि उखुहरू अनि यसको जुसहरू निकाल्दाखेरि हरेक अब तेल निकाल्ने क्रममा चाहिँ हामीले यही औजारलाई प्रयोग गर्थ्यौँ। यो एकदमै महत्त्वपूर्ण औजार हो। यो अहिले हाम्रो गाउँ समाजमा एकदमै दुर्लभ भइसकेको छ। अहिले हाम्रो बच्चा बच्चीले यो औजारलाई देख्दाखेरि यो के हो भनेर चाहिँ उनीहरूलाई चाहिँ जानकारी पनि छैन। तर हामीले देखे अनुसार हामी यसलाई कोल भनेर चिन्थ्यौँ र अहिले हामी नलगा नगरपालिकामा बिहेको क्रममा हामी घुम्दै जाँदाखेरि एउटा बाटोमा देखेको कारणले हामीलाई सबैलाई यो जानकारी दिन चाहेको कारणले एउटा भिडियो बनाएर तपाईँहरूसँग सर्वेक्षण गरेका छौँ। र यो हरेक ठाउँमा एउटा न एउटा यो कोल भइदिएको भए, गाउँमा एउटा कोल भइदिएको भए र मान्छेले कोलै हो भनेर चिन्न सक्थे। तर यो अब पछिको युगमा अब हाम्रो 5 जेनेरेसनमा हाम्रो बच्चा बच्चीले यसको नामै पनि थाहा नपाउने सक्ने अवस्था गइरहेको छ। अहिले विकासले गर्दाखेरि यो भुलिसकेको कुरा हो। र तपाईँहरूलाई पनि यो जानकारी दिन चाहे कि यस्तो चिजहरू तपाईँले कतिपयले देख्नुभएको पनि छैन होला र कतिपयले देख्नुभएको छ र देखेको मान्छेहरूले आफ्नो एउटा गाउँमा एउटा नमुनाको लागि पनि एउटा यो कोल भनेर तपाईँले बनाइदिनु होला भन्ने आग्रह गर्दै यसलाई संरक्षण पनि गर्नु पर्यो। अनि भिडियोलाई चाहिँ मैले धेरैको सामु जाओस् भन्ने चाहना छ। हाम्रो बुबाजीले गरेको काम हो। हाम्रो यो हामी भन्दा पनि हाम्रो अङ्कललाई थाहा यसको विषयमा यो कसरी बनाइन्थ्यो, कसरी पेलिन्थ्यो भन्ने कुरो, कसरी तेल आउँथ्यो। एकपल्ट काका यसको लागि सरल यो तपाईँको साधनको हो। यो तार भन्ने यो काठै साधनको हो। यो त मलाई ठ्याक्कै थाहा भएन। यसलाई त अब जस्तो कि अब यो सुप्पु भन्छ भन्नु त यसलाई। सुप्पु भन्ने भयो। यसलाई त जसको बनाए पनि हुने भयो हैन। खम्म भन्छ, यसलाई बियो भन्छ। अर्को अझ माथिको छैन त्यो छैन है। आरे कार्डहरु छैन। र हाम्रो एउटा यसलाई पेल्दाखेरि चाहिँ अब यो यसमा उ हालेर हैन घाँसहरु बनाएर हालेर यसलाई घुमाइसकेपछि हैन तलबाट खुवाउँछ, कोहीले माथिबाट पनि खुवाउँछ। त्यहाँबाट तेल चाहिँ यहाँ थाप्ने भयो हैन, यहाँ तल थाप्ने तल तेल अथवा उखुको रसहरु यता थाप्ने भयो हैन। यसले घुमाउने यले हो। एउटा ढुङ्गा पनि राखिन्थ्यो हैन। यहाँ ढुङ्गा राखिन्थ्यो, यहाँ माथि राखिन्थ्यो। काड हुने भयो, माथि काड हुने भयो अनि डोरी हुने भयो यता। डोरी पनि हुन्छ। अब 2-3 जनाले पेल्दै जाँदाखेरि अब तेल आउँथ्यो के हैन। त्यो तेल आउँथ्यो र यो अहिले एकदम दुर्लभ भइसक्यो के। हामीले धन्न यो एउटा नमुना हामीले यहाँ भेट्यौँ र यो नमुना अहिले भेटेको कारणले चाहिँ हाम्रो यो मैले आशालाई देखाएको थिएन। वो नम्बर 9 मा देखेँ, लगाएर 8 9 मा देखेँ। यो हाम्रो स्थानीय बासिन्दालाई के भन्न चाहन्छु भने यसलाई पनि अझै पनि यो हाम्रो यो संरक्षण गर्नु पर्यो गरेर अझै पनि टक्क राखेर अब हरेक मान्छे कोही आएपछि अझै पनि यो कोल यो ठाउँमा रहेछ है भनेर एउटा जानकारी लिउन् र यो सबैले फोटो खिचेर मलाई नै जानकारी भयो। अहिले हाम्रो ठाउँमा छैन। अब पहिला त थियो। यसलाई एउटा संरक्षण गरेर राखिदिनु पर्यो भन्ने हामीले आग्रह गर्दछु। अनि यो कार्ड यसको बारेमा एउटा 2 शब्द हाम्रो गणेशबाट पनि जाओस्। अनि